के होला यदि प्रदूषणलाई पनि किनबेच गर्न मिल्ने वस्तु बनाइयो भने? आज हामी यस्तै एउटा अनौठो तर महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, कार्बन ट्रेडिङ। यो एउटा यस्तो प्रणाली हो जसले कार्बन उत्सर्जनलाई बजारमा खरिद बिक्रीको लागि राख्छ। तर के यो जलवायु परिवर्तनको वास्तविक समाधान हो वा केवल एउटा जटिल भ्रम? आउनुहोस् यसको गहिराईमा डुबौँ। ल सुरु गरौँ है त एउटा निकै ठूलो प्रश्नबाट। जलवायु परिवर्तन जस्तो विशाल समस्यालाई आखिर कसरी समाधान गर्ने होला? यो एउटा यस्तो प्रश्न हो जसले संसारभरका सरकार, वैज्ञानिक र ठूला कम्पनीहरू सबैको निद हराम गरेको छ। हो, यसको एउटा जवाब छ जुन सुन्दा अलि अनौठो लाग्न सक्छ। प्रदूषणमाथि मूल्य तोकेर। मतलब जुन कार्बन उत्सर्जनले हाम्रो वातावरणलाई हानि गरिरहेको छ त्यसैलाई एउटा आर्थिक वस्तु बनाइदिने जसको किनबेच गर्न सकियोस्। हो, यही नै हो कार्बन ट्रेडिङको मुख्य आइडिया। त्यसो भए यो प्रदूषणमा मूल्य लगाउने कुरा सुन्दा त अनौठो छ, तर यसले काम चाहिँ कसरी गर्छ त? हाम्रो पहिलो खण्डमा हामी यही जटिल प्रश्नको सरल उत्तर खोज्ने प्रयास गर्नेछौँ। ल यसलाई एउटा सरल उदाहरणबाट बुझौँ है। मानौ सरकारले देशका लागि एउटा प्रदूषणको बजेट बनाउँछ जसलाई क्याप भनिन्छ, अनि यो बजेटलाई विभिन्न कम्पनीहरूमा बाँडिन्छ जसलाई अनुमति अलाउन्सेस भनिन्छ। अब कुनै कम्पनीले आफ्नो भागभन्दा कम प्रदूषण गर्यो भने उसले त्यो बचेको अनुमति बजारमा बेच्न पाउँछ। तर जसले बढी प्रदूषण गर्छ उसले अरूबाट किन्नुपर्ने हुन्छ। सिम्पल। यो आइडिया छ नि ग्लोबल वार्मिङ विरुद्धको लडाईँमा एकदमै केन्द्रीय बनेको छ। तर जति यो महत्त्वपूर्ण छ उति नै विवादित पनि। कोही यसलाई समाधान मान्छन्, कोही समस्या। आखिर किन होला त यस्तो? हो, त्यही त। यति धेरै आलोचना हुँदाहुँदै पनि यसका पक्षमा बोल्नेहरू पनि त छन्। उनीहरूको तर्क के हो त? अब दोस्रो खण्डमा कार्बन ट्रेडिङका फाइदाहरूबारे कुरा गरौँ। यसलाई समर्थन गर्नेहरूको भनाइ के छ भने यो जलवायु परिवर्तनको समस्या समाधान गर्ने एउटा कस्ट इफेक्टिभ तरिका हो। मतलब कम खर्चमा धेरै प्रभाव। उनीहरूको मुख्य तर्क के हो भने कडा नियम कानून लगाएर थिच्नुभन्दा बजारलाई नै काम गर्न दिने। यसले प्रदूषण घटाउने कामलाई सस्तो र लचिलो बनाइदिन्छ। यहाँ हेरौँ त यसका फाइदाहरू के छन्। पहिलो कुरा, यसले कम्पनीहरूलाई सफा टेक्नोलोजीमा लगानी गर्न पैसाको लोभ देखाउँछ, होइन त? किनभने उत्सर्जन घटाउनु भनेको सिधै पैसा कमाउनु हो। दोस्रो, सरकारले पनि यी अनुमतिहरू बेचेर राम्रो आम्दानी गर्छ र त्यो पैसा फेरि हरियाली प्रोजेक्टहरूमा लगाउन सकिन्छ। अनि तेस्रो र एकदमै महत्त्वपूर्ण कुरा, कुन कम्पनीले कति प्रदूषण गर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। यसले गर्दा उनीहरूमाथि एक किसिमको सामाजिक दबाव पनि पर्छ। तर हरेक सिक्काको दुई पाटा हुन्छन्। अब कथाको अर्को पाटो हेरौँ। हाम्रो तेस्रो खण्डमा हामी कार्बन ट्रेडिङका बेफाइदा र यसमाथि उठ्ने प्रश्नहरूलाई केलाउनेछौँ। यसको आलोचना गर्नेहरू के भन्छन् भने यो प्रणाली त वास्तविक समाधान होइन, यो त केवल ध्यान भड्काउने एउटा अधुरो प्रयास मात्र हो। उनीहरूको आरोप छ यसले त कम्पनीहरूलाई प्रदूषण गरिरहन एउटा सजिलो चोर बाटो दिन्छ। र यो विरोधाभासलाई यहाँ प्रष्टसँग देख्न सकिन्छ। वाचा के थियो? कम्पनीहरूले नयाँ नयाँ सफा प्रविधि अपनाउनेछन्, तर वास्तविकता के भइदियो? धेरैजसो अवस्थामा उत्सर्जन क्रेडिट किन्नु नयाँ प्रविधिमा करोडौँ लगानी गर्नुभन्दा कता हो कता सस्तो पर्छ। परिणाम, कम्पनीहरूले उत्सर्जन घटाउनुको साटो प्रदूषण गर्ने अधिकार किनिरहेका छन्। समस्या यति मात्रै होइन, यसमा अझै गहिरा प्रणालीगत समस्याहरू पनि छन्। जस्तै कतिपय ठाउँमा उत्सर्जनको निगरानी गर्ने भरपर्दो सिस्टमै छैन, जसले गर्दा कम्पनीहरूले सजिलै छल्न सक्छन्। अर्को कुरा, संसारभरि एउटै नियम छैन, एउटै मापदण्ड छैन। अनि केही देशहरूले मात्र यसलाई अपनाउँदा र अरूले नअपनाउँदा यसले एउटा अस्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउँछ। अनि एउटा यस्तो लागत पनि छ जुन हामीले सिधै देख्दैनौँ। जब कम्पनीहरूले कार्बन क्रेडिट किन्न थप पैसा खर्च गर्छन्, त्यो पैसा कहाँबाट आउँछ? उनीहरूले त्यो खर्च आफ्ना सामान वा सेवाको मूल्य बढाएर उठाउँछन्। मतलब अन्तिममा गएर यसको भारी हामी जस्ता उपभोक्ताहरूकै काँधमा आइपर्छ। ल हामीले दुवै पक्षको कुरा सुन्यौं। अब फाइदा र बेफाइदालाई एउटै तराजुमा राखेर जोखौँ त। हाम्रो अन्तिम खण्डमा हामी यही अन्तिम लेखाजोखा गर्नेछौँ। यो तालिकाले पुरै कुरालाई एकदमै सफासँग देखाउँछ। एकातिर खर्च कम लाग्ने, सफा प्रविधिलाई प्रोत्साहन गर्ने अनि सरकारलाई पनि आम्दानी हुने जस्ता फाइदा छन्।
तर अर्कोतिर कम्पनीहरूले प्रदूषण घटाउनुको सट्टा क्रेडिट किन्ने सजिलो बाटो रोज्ने, निगरानी कमजोर हुने र अन्तिममा उपभोक्तालाई महँगो पर्ने जस्ता ठूला कमजोरीहरू पनि छन्। यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नको अगाडि ल्याएर उभ्याउँछ। त्यसो भए अन्तिम प्रश्न यही हो, के कार्बन ट्रेडिङ एउटा असफल र त्रुटिपूर्ण प्रणाली हो जसलाई हामीले त्याग्नुपर्छ, वा यो जलवायु परिवर्तन जस्तो ठूलो लडाईँमा एउटा अपरिहार्य तर अझै सुधार गर्नुपर्ने कदम हो? यसको जवाफ सजिलो छैन, तर भविष्यको हाम्रो यात्रा कस्तो हुनेछ त्यो यही प्रश्नको उत्तरमा निर्भर गर्छ।